नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईहरुलाई 8848 अनलाइन अपडेट्समा। देशभरबाट आइरहेका दुई ठूला घटनाले अहिले सुरक्षा र राजनीति दुवै क्षेत्र तताएको छ। वीरगञ्जमा अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरी माथि नै आक्रमण, 3 प्रहरी घाइते, 2 सवारी साधनमा क्षति, 4 जना पक्राउ। उता निर्वाचन नजिकै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रशासनको कडा चेतावनी, आचार संहिता उल्लङ्घन नगर्न स्पष्ट सन्देश। के देशमा कानुन कार्यान्वयनमाथि नै चुनौती देखिन थालेको हो र के राजनीतिक गतिविधि चुनावी मर्यादा बाहिर जान खोजिरहेको छ? यी सबै विषयमा आज हामी गर्नेछौँ विस्तृत विश्लेषण। सोमबार वीरगञ्जको आदर्श नगर क्षेत्र भन्सार छली गरेर सामान भित्राएको आशंकामा संयुक्त टोली वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल एक घरमा छापा मार्न पुग्यो। सूचना थियो मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा कपडा भण्डारण गरिएको छ। टोली गोदाममा प्रवेश गर्न खोज्दै गर्दा अवस्था अचानक तनावपूर्ण बन्यो। स्थानीय व्यापारी समूहले विरोध जनाए, विरोध झडपमा परिणत भयो। स्थिति यति बिग्रियो कि सशस्त्र प्रहरीमाथि नै आक्रमण भयो। ढुङ्गा मुढा तोडफोड हुलङ्गा, परिणाम 3 जना सशस्त्र प्रहरी घाइते, 2वटा सरकारी सवारी साधनमा क्षति। सुरक्षाकर्मीमाथि भएको यो आक्रमणले प्रश्न उठेको छ, के अवैध व्यापार जोगाउन संगठित प्रतिरोध भइरहेको छ? बरामद सामान र अनुसन्धान। संयुक्त टोलीले उक्त स्थानबाट करिब 12,50,000 रुपियाँ बराबरको कपडा बरामद गरेको जनाएको छ। यो केवल सानो परिणाम हो वा ठूलो सञ्जालको संकेत? पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सीसी क्यामेरा फुटेजका आधारमा 4 जनालाई पक्राउ गरिएको छ। उहाँका शब्दमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको पहिचान गरेर अनुसन्धान भइरहेको छ। नाम भने अनुसन्धानका कारण सार्वजनिक गरिएको छैन। थप अनुसन्धानले कता मोड लिन्छ, थप पक्राउ हुन्छ कि हुँदैन, यो विषयमा प्रहरीको अनुसन्धान जारी छ। रवि लामिछानेमाथि प्रशासनको चेतावनी। अब लागौं नवलपरासी पश्चिमतर्फ। जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आचार संहिता विपरीत कार्यक्रम नगर्न आग्रह गरेको छ। मंगलबार आयोजना हुन लागेको भनिएको कार्यक्रमप्रति प्रशासनले गम्भीर चासो व्यक्त गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचार संहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी सूचनामा स्पष्ट भनिएको छ, निर्वाचन आचार संहिता 2082 लागू भइसकेको अवस्थामा कुनै पनि गतिविधि आचार संहिता विपरीत हुन नदिन सबैलाई सचेत गराइन्छ। आचार संहिताको व्यवस्था के भन्छ? आगामी फागुन 21 गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। आचार संहिता अनुसार फागुन 4 देखि 18 गतेसम्म मात्र प्रचार प्रसार गर्न पाइन्छ। यस अवधिभन्दा बाहिर हुने सभा भेला, प्रचारात्मक गतिविधि वा मतदातालाई प्रभावित गर्ने कार्यक्रम आचार संहिता विपरीत मानिन्छ। त्यसैले प्रशासनले सम्भावित उल्लङ्घन हुन नदिन अग्रिम चेतावनी दिएको देखिन्छ। दुई फरक घटना, एउटै सन्देश। वीरगञ्जमा कानुन कार्यान्वयनमा अवरोध, नवलपरासीमा चुनावी अनुशासनमा निगरानी। दुईटै घटनाले एउटा सन्देश दिन्छ, कानुनभन्दा माथि कोही छैन। यदि सुरक्षाकर्मीमाथि नै आक्रमण हुन्छ भने त्यसले राज्यको अधिकारलाई चुनौती दिन्छ। यदि आचार संहिता उल्लङ्घन हुन्छ भने त्यसले लोकतान्त्रिक प्रक्रियालाई असर गर्दछ। अबको सम्भावना। वीरगञ्ज घटनामा पक्राउ परेका माथि कडा कानुनी कारबाही हुन सक्ने देखिन्छ। भन्सार छली सम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढ्न सक्छ। उता यदि नवलपरासीमा कार्यक्रम आचार संहिता विपरीत भयो भने निर्वाचन आयोगले कारबाही गर्न सक्छ। देश निर्वाचनको संवेदनशील चरणमा छ, त्यसैले प्रशासन र सुरक्षा निकाय दुवै सतर्क देखिन्छन्। वीरगञ्जको घटनाले अवैध कारोबार र सुरक्षामाथिको चुनौती उजागर गरेको छ। नवलपरासीको घटनाले चुनावी मर्यादाको परीक्षण भइरहेको संकेत दिएको छ। अब हेर्न बाँकी छ अनुसन्धान कहाँसम्म पुग्छ र राजनीतिक गतिविधि कति मर्यादित रहन्छ। हामी यी दुवै विषयमा आउने हरेक अपडेट तपाईलाई समयमै जानकारी गराउनेछौँ। यदि तपाईलाई हाम्रो प्रस्तुति उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र 8848 अनलाइन अपडेट्सलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।